याद छ भन्दा म चाहिँ अब उड्नु चाहिँ बिहानै उठ्थ्यो तर बेडमा अब त्यस्तै केहरू हेरिबस्थ्यो तर त्यो दिन चाहिँ अलिक लेट रुमदेखि किचनमा आयो आउँदाखेरि चाहिँ त्यस्तै पाउने 7 बजेको थियो अन्त मेरो छोरीकोमा ज्वाइँले फोन गरेछ नम्रेकदाङ त छैन अरे भनेर सुन्यो हो अन्त के भयो के हल्ला पनि छैन हो मेरो पर नम्रेकदाङ छैन भन्दाखेरि त मलाई त नराम्रो फिल भएर चाहिँ मेरो पर पानी खाएर चाहिँ म चाहिँ हिँडिहालेँ 7 जस्तो बजेको थियो जाँदाखेरि चाहिँ आवाज सुन्दै सुन्दै जाँदाखेरि चाहिँ जुन चाहिँ त्यो सालिम उता चुङथाङ जाने र यता आउनेको जिरोको छेउमा जुन चाहिँ ब्रिज थियो नि त त्यो ब्रिजमा त माथि पानी बढिसकेको छ ड्याम भइसकेको थियो त्यो कोइरीको टाटाहरू टिप्परहरू डुबिसकेको थियो पुल पनि मतलब माथि नै आइसकेको थियो तर गाडी चाहिँ जान सक्ने त्यस्तो थियो त्यहाँ उँधो उँधो सुन्दै जाँदा पुरा खोलाको आवाज आएर चाहिँ जस्ट त्यो नम्रेकदाङको माथि डाँडामा पुग्दा चाहिँ पुरै खोलाको उयो देखेर चाहिँ हेरिपठाएको अन्त पुरा पानी त उम्लेको जस्तै देखियो हो त्यहाँदेखि त त्यो जुन चाहिँ हाम्रो म्युजियम त छोडेर ग्राउन्ड नै छैन रहेछ सबै पानीले भरिदियो त्यहाँबाट चाहिँ उँधो उँधै गयो अब उँधो के भयो कि पुल के भयो कि भनेर चाहिँ हेर्दै हेर्दै गयो लिङदोङसम्म पुग्यो लिङदोङ पुगेर चाहिँ उँभो फर्केर हेरेको त्यो पहिलाको जग्गाहरू त नाम निसान केही छैन फेरि आएर चाहिँ सङ्कलाङ ब्रिजमा पुग्दाखेरि चाहिँ ब्रिज चाहिँ अब के भन्छ एकपट्टिको भत्केर चाहिँ झरिगएको थियो हेर्दा हेर्दै त्यो पनि गइहाल्यो निकैसम्म बस्यो त्यहाँदेखि फर्केर आयो अन्त अब सबजना अतालिरहेको थियो हो न पानी पनि परेको छैन राम्रै दिनमा थियो निकैसम्म तल सङ्कलाङमा बस्यो अन्त त्यति बेला त मतलब पानी निकै घटेको रहेछ र भए पनि त पुरै अब डरै लाग्दो थियो पानी त्यहाँदेखि आयो अब के गर्नुपर्ने भन्ने त्यसो गरेर चाहिँ अन्त यहाँको गाउँलेहरू आएर चाहिँ अब कहाँसम्म के भएको छ भिदाङसम्म पुग्यो गाउँको अब भाइहरू कोही अब केटाहरू गएर चाहिँ अन्त हेर्दै हेर्दै आयो पुल छैन त्यहाँबाट चाहिँ अन्त यो हियाताङबाट गएर चाहिँ तर राङराङ त्यो त्यहाँनिर एउटा सस्पेन्सन ब्रिज थियो गाडी हिँड्ने चाहिँ होइन मान्छे हिँड्ने त्यहाँबाट मान्छेहरू हिँड्नु थाल्यो आउजाउ इमर्जेन्सी चाहिँ त्यतिकै बसेर अब अलिक दिन पछाडि बादमा पानी घटेपछि चाहिँ अन्त हामी ब्रिज बनाउने हामी त्यो लोकल ब्रिज बनाउने मतलब झलुङ्गे पुल बनाउने सरसल्लाह गऱ्यो पानी निकै घटेर गयो त्यहाँदेखि चाहिँ अब डिपार्टमेन्टकोहरूलाई भनेर यताउता गरेर चाहिँ कति दिनको बादमा हो हामीले त्यो सल्लाहहरू गऱ्यो त्यहाँबाट चाहिँ हामी वरिपरि बेटहरू कलेक्ट गऱ्यो कोहीले बाँसहरू किन्नु लगाएर चाहिँ बाँसहरू कलेक्ट गरेर चाहिँ त्यहाँदेखि चाहिँ त्यो सल्लाह गरेर चाहिँ अन्त डिपार्टमेन्टहरूसँग सल्लाह गरेर चाहिँ त्यो ब्रिज चाहिँ इमर्जेन्सी बनायो हामीले बनाएर चाहिँ चलिरहेको थियो त्यहाँबाट फेरि अब पुरानो जग्गा थियो र रोड मतलब आर्मीको ग्रेपलले अन्त पछाडि त्यो धेरै पछाडि पुल बनाइदियो पुल बनाइदिएर चाहिँ सकेर गाडी पनि हिँड्यो निकै अब सुबिस्तै भएर चाहिँ हिँडिरहेको थियो त्यहाँदेखि बादमा पनि कति 3 महिना कि कतिको बादमा चाहिँ त्यो पुलको जुन चाहिँ पहिला जुन चाहिँ हामीले झलुङ बनाएको मुनि एउटा त्यो ब्रिज पोस्ट थियो होइन त्यो झलुङ्गीकै उसमा चाहिँ हामीले त्यही माथि चाहिँ बनाएको थियो अन्त यो त लडाइहाल्नु पर्ने अब पुल बनाइसक्यो झलुङ त्यतिकै छ हाम्रो यो त लडाइहाल्नु पर्ने थियो लडाइदिउँ भन्दै थियो कसैले पनि त्यो अब हाम्रो कुरा सुनेन पछाडि चाहिँ अन्त त्यो पोस्ट लड्दा चाहिँ झलुङ्गी पुल पनि भत्काइदियो त्यो जुन चाहिँ नयाँ गोलगाडी हिँड्ने पुल पनि त्यो पनि भत्काइदियो त्यहाँबाट चाहिँ लान्टा भयो हामीलाई त्यहाँबाट लान्टा भएपछि चाहिँ अनि अब पुल तान्ने ठाउँै थिएन जुन चाहिँ जग्गा भएको पनि छैन हो नभए चाहिँ पुरानो त्यो चुरेल टाइमको ब्रिजको भरि र पारीको पोस्ट चाहिँ थियो नि अन्त पारी मङ्गनपट्टिको चाहिँ लगिदिइहाल्यो ठाउँै छैन
त्यहाँबाट चाहिँ हामीले फेरि यतापट्टिबाट त्यो आर्मीको त्योभन्दा अगाडि अब कतिवटा बारीहरू तार्नु चाहिँ हामीले रोपवे बनाएर त्यो धेरैजनाहरूले सकायो। अन्त त्यसो गरेर गर्दा गर्दै चाहिँ लास्टमा फेरि यतापट्टि त्यो बेम्बो ब्रिज बनायो अहिले जुन चाहिँ चलिरहेको छ। त्यसरी अब अहिलेसम्म 2023देखि यो भागकोदेखि चाहिँ अब अरू त हामी भन्नु केही छैन, तर अब पनि पुल बनाइदिनु चाहिँ साह्रो ढिलो भयो जस्तो लाग्यो। अब त्यो चाहिँ अब गभर्मेन्टसँग पनि अब किनभने बोर्डर रोड हो, बोर्डर रोड त झन् छिटो हुनुपर्ने हो, त्यो चाहिँ अलिकति ढिलै भएको जस्तो लाग्यो। अब त्यो सेन्टरको अब आर्मीको ग्रेपको छँदैछ, तर भए पनि अब के कारणले हो त्यो साह्रै ढिलो भयो जस्तो। त्यतिमै फेरि विन्टर आयो, उता बिर्सिहाल्यो, तलबाट भ्याली ब्रिज बनाइदियो। भ्याली ब्रिज पनि बनायो, तर अब त्यो जुन चाहिँ भ्याली ब्रिज बनाउँदाखेरि पनि उहाँहरूले के गर्यो भने यहाँ खोला बग्दैछ, खोलाकै छेउमा चाहिँ अब सुक्खा वाल लगाइदियो तारले बाँधेर। खासमा चाहिँ अब त्यो वाल लगाएर चाहिँ जुन चाहिँ ब्रिज राख्ने जग्गा चाहिँ निकै फरकमा पर लगेर राख्नुपर्ने हो। खोला बढेर आएपछि चाहिँ त्यो छेउमा राखेको थियो, त्यो भत्काइदिएपछि झुन्डिहाल्छ। त्यसरी नै अन्त एउटा ग्रेपकै गाडी लोड आउँदाखेरि त्यसरी नै लस्केर त्यो भत्किरहेको मुनिबाट त्यो पुल पनि फेरि उयो मात्रै थियो, सिङ्गल उयो लगाएको थियो। कति पनि हिँड्नु भएन, नामसुङको टाइममा भएको 1 महिना जस्तो मात्रै हिँड्यो, भत्किहाल्यो। केही छैन, त्यो भित्तामा माथि जङ्गलसम्म त्यो भिरै भिर त छ, भिरको माथि माथिसम्म त्यो पानीले माथि माथि पानी बढेर गएर चाहिँ अन्त खोला वारिपारिदेखि केही छैन ढाको, सबै पानीले ढाकेको थियो। इभन गेस्ट हाउस जुन चाहिँ थियो हो त्यही एरियादेखि गएको तलसम्म चाहिँ के अरे यो नम्फिकदाङ इन्टर जुन चाहिँ पहिला अघि हामी गएर गाडी गयो नि फर्स्टमा, हो त्यहाँसम्म नै पानी नै पानी थियो, केही छैन, खालि पानी मात्रै। त्यहाँ पछाडि अब धेरै पछाडि पानी एकपट्टिबाट बगेर जाँदाखेरि गर्दै गर्दै गएपछि यता बगर निस्क्यो। बगर निस्केर चाहिँ अब धेरै बादमा अब यो नामसुङको टाइममा अलिक बसिसकेपछि चाहिँ अनि अलिक त्यो ग्राउन्डहरू डेभलप गरेर चाहिँ 1 साल पनि भएको छैन अझै, त्यति मात्रै हो। हो त्यो कुरा याद भएन। बिहान के भयो भनेर यहाँ नानीहरूलाई सोद्धाखेरि त नम्फिकदाङ लग्यो अरे भने किन लग्यो, अब कत्रो चाहिँ पहिरो आयो होला सम्झ्यो। त्यहाँदेखि चाहिँ हल्ला भन्दाखेरि चाहिँ माथि चुङथाङ ड्याम भत्क्यो अरे भनेर, ड्याम भत्क्यो भनेर चाहिँ सुन्यो। त्यहाँदेखि अब यहाँ हाम्रो गाउँले म माथि गयो, माथितिर जाँदाखेरि त तिमीलाई याद पाएन, राति त यहाँ त पुरै बम पड्केको जस्तै हल्ला भएर चाहिँ भुइँचालो आएको जस्तै थर्कायो भन्यो। माथि चाहिँ हल्ला हुँदो रहेछ नि। अन्त कति बजीतिर भयो भन्दाखेरि त 12 बजीको टाइममा चाहिँ याद पायो अरे। कहिले 1 बजी भन्यो, कहिले 12 बजी, त्यो पछाडि अगाडि पछाडि त्यसरी याद पाएको रहेछ। अनि यहाँ त हामी त केही हल्ला सुनेन, यहाँ चाहिँ चेकेर नि, नभएर चाहिँ याद भएन। त्यहाँबाट चाहिँ अन्त अरू त केही उयो भएन। ड्याम भत्क्यो भन्दाखेरि चाहिँ नमिठो लाग्यो, किनभने माथि नै अब त्यो लोनाक जुन चाहिँ लेक ब्लास्ट भएको त्यो मतलब त्यो भत्किएको त्यस्तो त हुन्छ नेचरली, त्यस्तो त थुप्रै भएको, यो खोलातिर पनि भएकै हो। समय समयमा त्यसो बढेर आउँछ पहिरो, खोलाको अब वारी कोही बेला पारी बगर, कोही बेला वारी बगर, त्यसो भइबस्ने हो। तर अब ड्यामको कारणले चाहिँ यस्तो भयो भन्दाखेरि चाहिँ दुःख लाग्यो पुरा, किनभने त्यो ड्याम नपर्केको भएदेखि यति नोक्सान हुने थिएन। त्यो आफै बगेर बरु बिस्तारै आएर गर्दै गर्दै पनि आउनु सक्थ्यो होला, त्यति हिँड्नु नि। तर ड्यामले गर्दाखेरि भत्किँदाखेरि चाहिँ अन्त अब हामी त बिलिभ गर्ने हो। मेरो मामा अथुप लेप्चाले चाहिँ गफ गर्दाखेरि चाहिँ कुरा गर्नुहुन्थ्यो, लाचेन लिम्बुचुले सँगसँगै गरेको मलाई ड्यामको लागि सालुङ गर्दाखेरि बोलायो, म नजाउँ भन्दाखेरि मेरै गाउँको मान्छेले बोलायो। खासमा म नजान्नु पर्ने त्यस्तो खालको जग्गामा मैले चाहिँ गल्ती काम गर्यो भनेर चाहिँ उहाँहरूसँगै पहिला गभर्मेन्टमा पनि बस्नुभएको, अन्त त्यसरी कुरा गर्यो। तर उहाँले चाहिँ भन्नुहुन्थ्यो कि चुङथाङको ड्याम चाहिँ लास्टिङ हुँदैन भनेर चाहिँ भनिबस्नुहुन्थ्यो अथुप लेप्चाले चाहिँ। फेरि अब ठिकै हो, सुन्नमा आएको, हामीले त त्यस्तो त उयो छैन। त्यो हिउँको पहिरो झरेर त्यो पोखरीभित्र पस्दाखेरि चाहिँ
बेसी अब त्यो उयो भएर उम्लेर चाहिँ भत्केर झरेको हो। अब पानी परेको टाइममा सेप्टेम्बर अक्टोबरमा पानी पर्छ, अन्त त्यसले गर्दाखेरि अलिक जग्गाहरू पनि कच्चा होला, त्यसले गर्दाखेरि पानी अलिक माथिबाट अचानकमा टुप्पामा त सानै भत्किन्छ नि, भत्किँदाखेरि अब तल तल अलिक बिगार गर्दै ल्याउँदाखेरि ठुलो भएर आउँछ। तर ड्याममा आएर चाहिँ सेभ हुनुपर्ने, खासमा ड्याम नभत्किएको भए चाहिँ सेभ भएको उँधो चाहिँ ड्यामदेखि उँधो चाहिँ अब हाम्रो विचारले चाहिँ। तर ड्याम नथाम्दाखेरि चाहिँ अब पुरै बेकार भइदियो होइन। अब अलिकति फेरि अब हामी अरू कुरामा अब अहिले पनि हामी त्यही कुरा गर्छ, घरिघरि भत्किबस्छ। पहिलातिर त्यस्तो त थिएन। अब त्यो एउटा आफ्नो एउटा विश्वासको कुरामा हामी चाहिँ फेरि नेचरलाई ज्यादा मान्छ होइन। त्यसले गर्दाखेरि चाहिँ माथि माथिको हिमालको लेकहरूमा डिस्टर्बहरू भयो, मैला भयो, त्यस्तो बेसी भयो भने त्यो पनि हुनसक्छ। एउटा कुरा त अब सायद कतिजनाले मान्दैन होला, त्यो अब हिउँको पहिरो झऱ्यो बेसी भएर उम्लेर भत्केर झरेको भन्ने कुरा ठिकै छ, त्यो पनि अब त्यस्तो हुन्छ। आएर चाहिँ अब यो पनि एउटा त्यस्तो खालको एकताल मात्रै होइन, अब अस्ति पनि भएर आएर चाहिँ यत्रो भत्केर गयो। अनि त्यसो हुँदाखेरि अब कतिवटा नचाहिने अब त्यस्तो हुन्छ, टाढो टाढोबाट मान्छेहरू आउँछ होइन, फोहोर मैला ज्यादा हुन्छ र मान्दैन होला। अब नेचरले अब त्यो नमान्दाखेरि के भन्छ अब पखालेको जस्तो त्यस्तो के हुँदाखेरि चाहिँ अब भत्के पनि हुनसक्छ। त्यो हो एउटा चाहिँ जान्ने, कतिवटाले यो गर्नुपर्छ त्यो गर्नु भन्छ, सबैको अब त्यो आफ्नो सुविस्ता हेर्दाखेरि कतिवटा खोला नालाहरूलाई पनि डिस्टर्ब होला, मतलब थाम्नु नसक्ने हुनु नसक्ने कुराहरूमा जान्दाखेरि चाहिँ अब त्यस्तो भएको पनि जस्तो लाग्छ मलाई चाहिँ। अब हाम्रो त्यसो अब ज्यादा त म हाम्रो जो बुढापाकाहरू गाउँठाउँमा बसेर भन्ने कुरालाई नै म चाहिँ बेसी त्यसमै फोकस गर्छु। त्यो कुरा नै ठिक हो कि पनि कतिवटा ठिकै होला, कतिवटा अब नहुन पनि सक्छ। अब यो पालि यो जब यो ग्रुप गएर चाहिँ ड्यामबाट सबै गयो नि, ड्याममा सबै भत्केर गयो, भत्केर जाँदाखेरि अलिक ज्यादा गरम भएको छ नै, किनभने जति ड्याम छ त्यति हुँदाखेरि चाहिँ अलिकति तपाईँको के थियो भने बेसी पानी पर्ने त्यस्तो खालको। ड्याम बेसी भयो भने चाहिँ अब बेसी अलिक पानी ज्यादा पर्ने, बेसी गरम बस्छ। अब यो पालि फेरि झन् ज्यादा भएको छ नि, यो त्यसमा दुईटै कुरामा उयो छ। सपोज हाम्रो मेनमेड कतिवटा ड्यामहरू छ, तिनीहरू पनि त पोखरी नै हो, तर त्यो पोखरीबाट उठेको बाफ र नेचुरली बसेको बाफमा चाहिँ के मिल्दैन कि जस्तो लाग्छ। अब त्यो साइन्टिफिकली त हामीलाई भन्नु छैन, तर अब यो पालिको यो अब त्यसोले गर्दाखेरि पहिला बेसी पानी पर्थ्यो, अब बेसी त्यो ड्यामबाट ज्यादा अब त्यसरी नचाहिँदो मतलब कुहिरोहरू निस्किएको होला। त्यो चाहिँ किन जोडेको भन्दा चाहिँ हाम्रो स्टोरीमा क्रिएसनको स्टोरीमा जान्दाखेरि चाहिँ हावाले क्रिएट गर्दाखेरि आगो निस्किएको, आगो निस्किँदाखेरि चाहिँ के अरे समुद्र उम्लेर आएको, जुन चाहिँ अब त्यो पानी त उम्लिँदैन तर पानीभित्र पनि एउटा तातिने के भन्छ तपाईँको यो लाभा भन्छ नि, हो त्यस्तो खालको फर्म भयो। र त्यसो हुँदाखेरि चाहिँ त्यहाँबाट चाहिँ कुहिरो निस्केर चाहिँ त्यसरी बादल भएर चाहिँ हिमालतिर पनि ज्यादा त्यसरी चाहिँ लेकहरू फर्म भएको, पानी पर्यो, त्यसो भएर चाहिँ त्यहाँबाट चाहिँ फुटेर फेरि समुद्रतर्फ झरेर चाहिँ गएको हुँदाखेरि चाहिँ अब कतिवटा नेचरल जुन चाहिँ अब बसेको लेकहरूबाट जति बाफ उठ्छ, हाम्रोमा त यता त छैन नि, खोलामा त ड्यामै छैन, हिमालमा छ, सानो सानो छ। कोही बेला हिउँ बेसी पऱ्यो बसेपछि ज्यादा के भन्छ चिसो पानी आइबस्छ, कोही बेला छिट्टै सकिहाल्छ, छिट्टै गरम हुन्छ। अब हामीले समुद्र भन्नु देख्नु नदेख्नु अब सिलगढी पुगेपछि त्यहाँदेखि उँधो देख्छ, त्यति मात्रै हो। तर मेनमेड जुन चाहिँ अब समुद्रको अब उसमा लेकहरू देख्दाखेरि हामीले ज्यादा यो ड्यामको कारणले गर्दा मात्रै देखेको छ। अब अहिले यो ड्याम यहाँ कहीँ पनि छैन, चुङथाङ पनि छैन, यो के भन्छ फिट फेसको तल फिदाङको डिक्सीको त्यो पनि छैन। नहुँदाखेरि चाहिँ अब अलिक
के भन्छ अब त्यो के कारणले हो कोही बेला जब टनलमा पानी लगायो टनलमा पानी लाउँदाखेरि पहिलाको जस्तो खेतीपातीहरू लाउँदा अलिक हावापानी मिल्दैन किनभने टनलबाट पानी गइहाल्छ बगर सुकिरहेको हुन्छ अब फेरि बेसी ड्याम हुँदाखेरि पनि बेसी अर्कै तरिकाले पानी पर्ने फेरि अब त्यो ड्यामले भत्काइदियो अहिले फेरि त्यसरी गराउँछ त्यस्तो खालको भएर चाहिँ गएको देख्छ खालि हामीलाई गर्यो छ छैन बुढापाकाले कथा गर्छ समय चेन्ज हुन्छ यस्तो गरे भने यो हुन्छ भन्ने कुरामा अब बुझ्दै जाँदाखेरि चाहिँ कतिवटा कुरा चाहिँ डिस्टर्ब चाहिँ गर्नु हुँदैन भनेर चाहिँ त्यसरी भनेर सुन्यो अन्त सुन्दाखेरि चाहिँ अब साँच्चै नै हो कि भने किनभने अब हामीले त्यस्तो गरिदियो भने यो हुँदैन जस्तो हामी साइन्टिफिकलीपट्टि गयो अरे हामी बिलिफपट्टि छोड्यो भने नेचरले मान्दैन रिसाउँछ यस्तो हुन्छ समय समयमा यसरी चेन्ज हुन्छ त्यसकै लागि नै हामी नेचरलाई अब पूजापाठहरू गर्छ नगरिदिनु भनेर अब त्यो जोडिँदाखेरि चाहिँ कोही कोही बेला अब यस्तो चाहिँ ज्यादा मात्रामा हुँदैछ नि पहिला छैन पहिला त्यो जुन चाहिँ सुगालको टाइमको कुरा मैले गरेँ नि 74-5तिर त त्यस्तो खालको यस्तो खालको पहिरोहरू जाने त्यस्तो थिएन त्यति बेला अब त्यो त हामी याद पाएर आएकोदेखि तपाईँको 1955 जब लाचुङदेखि पहिरो गयो अन्त लाचुङबाट पहिरो जाँदाखेरि जुन चाहिँ त्यो बिहान ब्रिज छ नि त्यही मात्रै जग्गामा ब्रिज थियो मतलब सस्पेन्सन ब्रिज थियो अरे त्यो सस्पेन्सन ब्रिज भत्किँदाखेरि चाहिँ फेरि त्यसकै सिधा मुनि अलिक तलमा चाहिँ यो जलुङ्गी पुल बनाएको त्यही जग्गामा जलुङ्गी पुल बनाएर चाहिँ बादमा फेरि त्यो पुरा उता के भन्छ यो भित्तामा कटिङ गरेर छेरेर त्यो खोलेर बाटो बनाएको उहिलेको क्या अहिले त्यो पनि पुर्यो त्यो ग्लोबको टाइमको नै सङ्कलाङ ब्रिजको 1955मा त्यसरी भयो फेरि 68मा भयो 68 त्यो 68को चाहिँ बेसी मात्रामा नाम्फिकदाङ रन चाहिँ भएको यसरी नै पुरेर अब 55सँग उयो गर्दाखेरि हामी याद सुनेको र याद भएको चाहिँ 3 टाइम्स चाहिँ नाम्फिकदाङलाई चाहिँ त्यसरी नै भत्कायो फेरि रन भयो रुख उम्रियो यो थर्ड टाइम ड्रपको बादमा अब यो खोला त बिगारिहाल्यो खोला बिगारिहाल्यो डरलाग्दो चाहिँ फेरि यो जुन चाहिँ नागामा भयो नि यो चाहिँ अचम्मै लाग्यो हामीलाई चाहिँ गए भए पनि त्यति साह्रो नजान्नु पर्ने हो यसको चाहिँ कारण के छ होला अब एउटा लजिकली हेर्दाखेरि त्यो ड्रपको टाइममा जब तल बगरमा मतलब खोलाको त्यो त्यसमा आउँदाखेरि अलिअलि पहिरो त लगेकै हो बाटोघाटोहरू बिग्रियो त्यहाँदेखि फेरि बाटो अब माथि सर्यो त्यहाँबाट फेरि भत्केर झऱ्यो झर्दै भत्किँदै झर्दै माथि झर्दै भत्किँदै त्यसो गरेर आउँदाखेरि अब यो कारण के न हो तर हामीले देख्दाखेरि चाहिँ के भयो भने चाहिँ नागा जुन चाहिँ नागाको जग्गा थियो राम्रै थियो त्यो नागादेखि उता नागेर चाहिँ टुङको छेउमा पुगेपछि चाहिँ त्यहाँबाट चाहिँ आर्मीको बाटो एउटा सुरु भयो आर्मीको बाटो सुरु भएर चाहिँ कटिङ गरेर चाहिँ जङ्गल लिएर गएर चाहिँ पुरै गयो होइन त्यहाँ चाहिँ खासमा उहाँहरूले बोर्डर रोडको चाहिँ त्यो उता निकालेर चाहिँ लगेको रहेछ कुन जग्गामा नागाको त्यो अगाडिपट्टि जो टुङको सिधाबाट चाहिँ बाटो खोलेर चाहिँ खन्दै थियो त्यति बेला त त्यो लप आएको थिएन त्यो जब त्यो टुङको पारिपट्टिको बाटो सुरु भएपछि चाहिँ त्यो लाइनमा चाहिँ बेसी डिस्टर्ब भयो त्यतिकै भएर त्यो क्लब आएर चाहिँ त्यो मुनिको लाइनहरू सबै पहिरोहरू लिएर गयो अनि उहाँहरूको त्यो बाटो खन्दै थियो त्यहाँदेखि चाहिँ ज्यादै पहिरो गयो त्यहाँदेखि त कहीँबाट पनि बाटो गुमाउने भएन त्यहाँदेखि त्यो नागा पुग्नुभन्दा अगाडि त्यो जुन चाहिँ म्याङखोलादेखि गएपछि चाहिँ एउटा डुङ्गा अराल थियो त्यो अराल डुङ्गा तल सरेर बाटो बन्द भइदियो त्यसलाई ब्लास्टिङ गरेर फेरि बाटो खोल्यो मुस्किलले छिरायो त्यहाँदेखि अब तल पहिरो गएकै माथिबाट भत्केको र भए पनि अब त्यो इमर्जेन्सी बाटोहरू खन्नेले गर्दाखेरि खनेकै छ ज्यादा त्यो रोड जब गएपछि चाहिँ तपाईँको माथि तोसर लेक भएर चाहिँ उता जाने रहेछ मतलब बोर्डर रोड उता कुनै कहाँ निकाल्ने रहेछ त्यो पारी सिपगेटदेखि यता चाहिँ देख्छ
त्यो गुमाएर लगेको अब कहाँबाट गुमाएर लगेको छ माथि माथि पुर्याएको थियो विन्टरतिर त ज्यादै अब त्यसरी लग्यो तर अब अहिले केही नाम निशान छैन त अहिले ब्लक मात्रै होइन पहिला यो जुन चाहिँ ड्याम भयो नि ड्यामको बिफोर ड्याम चाहिँ थरी थरीको माछाहरू पाउँथ्यो त्यो ड्याम बनाएकोदेखि चाहिँ एकदमै यहाँको लोकल जस्तो मात्रै किनभने ड्यामले गर्दाखेरि उँभो र उँधो खेल्ने माछा छैन त्यस्तो खालको त्यो चाहिँ त अब भएको छ त्यस्तो त अब त्यो त्यसमा पनि अब हाम्रो ट्रेडिसनल वेमा गएर हामी बिलिभमा गयो भने चाहिँ जब हामी पूजा गर्छ जङ्गली पूजा गर्छ शिकारको पूजाहरू घरको पूजाहरू क्रपको कुराहरू सबै पूजा गर्दाखेरि चाहिँ माछाहरू त्यो आउजाउ गर्ने टाइमको माछा मारेर सुकाएर ड्राई त्यो माछा राखेर पूजामा राख्छ नि त्यो बन्दाखेरि चाहिँ हामीले समुद्रदेखि पास भएर आएको र टिसा रङ्गीतको दोभानदेखि छुटेर आएर चाहिँ ठाडो खोला स्टिमहरूमा यसरी आएको चाहिँ एकदम ओरिजिनल माछाको हामी मतलब यो ड्राई अब यो गरेर चाहिँ हामी यसरी गर्दैछौँ भन्छ नि अब अहिले त बन्द मात्रै राख्यो माछा चाहिँ यी लोकल गरे त्यस्तो अब त्यो कल्चरली अब त्यस्तोमा जोडिँदा चाहिँ त्यस्तो माछा चाहिँ तर त्यो जति पनि पहिलाको जस्तो किसिम किसिमको अब हामी पनि खोलामा खेल्थ्यौँ त्यसरी त्यो कत्ले माछा यता पाउँदैन तल त्यो जुन चाहिँ चाहिँ फर्स्ट ब्रिज सेकेन्ड थर्ड ब्रिज भन्यो नि थर्ड ब्रिज त्योदेखि उँभो आएर चाहिँ यो गेथाङ मुनिसम्म चाहिँ पाउँथ्यो त्यो कत्ले चाहिँ त्यहाँबाट चाहिँ ट्रट चाहिँ यहाँसम्म ट्रट चाहिँ उँधो हुँदैन यता चाहिँ हुन्छ त्यो ट्रट चाहिँ यहाँ हामीले यहाँ पाएको चाहिँ के हो भने चाहिँ मन्सीथाङ चुङथाङमा चाहिँ ट्रट पुरा थियो कहिले कहिले त्यो यता आएर चाहिँ यो खोलामा आउने त्यसरी अब किनभने म बस्तीमै म घुमिबस्थ्यो बस्दाखेरि चाहिँ जब हामीले त्यो म्युजियम स्टार्ट गरेपछि चाहिँ अब सामान कम्ती कम्ती कलेक्ट गरेर राखेको थियो पहिला चाहिँ हामी एउटा किराय घरमा राख्यो त्यसरी त्यो घर बनाइसकेपछि चाहिँ हामीले त्यहाँ ल्याएर चाहिँ मतलब पुरै त्यो सोकेसहरू बनाएर अब पुरै म्युजियमको स्टाइलमा त होइन तर भए पनि अब सोकेसहरू बनाएर चाहिँ राखेको थियो त्यसरी राख्यो अनि टाइम टाइममा कोही जग्गाबाट पाइहाल्यो पनि यसो अलिकति कसरी जस्तो गर्यो त्यसरी मागेर लिएर आयो सँगसँगै कति साल पुरानो त्यो सबै लेखेर चाहिँ त्यसरी ल्याएर चाहिँ अन्त हामीले राख्थ्यो त्यसरी त्यो प्लस त्यहाँनिर हाम्रो चाहिँ के भने कल्चर ग्रुप अब त्यही ग्रुपमै थियो कल्चरको वेशभूषा पुरा थियो इन्स्ट्रुमेन्टहरू थियो पुरै थियो अनि त्यहाँदेखि अब त्यो कोही बेला के वर्कसपहरू हुँदाखेरि पर्ने लुगाहरू त्यस्तोहरू थुप्रै थियो त्यस्तोहरू आएको थियो 2003मा चाहिँ ओपनिङ भएको हाम्रो 97-98मा चाहिँ मतलब 1997-98मा चाहिँ बनाएको त्यो बनाएर चाहिँ त्यसो गरेर 2003मा चाहिँ पुरै सकेर चाहिँ हामीले ओपनिङ सबै गरेर चाहिँ अनि त्यो सेटअप गरेर राखेको थियो दुईजना सिएम आउनुभयो दुईजना सिएम पनि भिजिट गरेर जानुभयो कतिवटा सामान त अहिले बनाउनु पनि जान्दैन होला त्यस्तो बनाउनेहरू अब त्यस्तो त अहिले त फेरि के भएको छ भने हातपात मान्छेले दिँदैन अब भेल्यु बुझ्यो घरमै राख्छ त्यसले गर्दाखेरि अब त्यो फेरि कतिवटा ठाउँमा हामीले अब लिएर आयो डाइरेक्ट लानुपर्छ यहाँ मैले घरमा राख्नु पनि मतलब सक्दैन त्यो किनभने अब त्यो घरको कोही देउताहरू हुन्छ के हुन्छ त्यो त डरै लाग्दैन अब त्यस्तो बगाएर लगेको त त्यस्तो केही डर अब उयो छैन तर अब पनि हामीलाई चाहिँ अब आश गरेको यसमा अलिकति फन्डहरू सब दियो भने चाहिँ कतिले ब्याउँछ त्यति चाहिँ हामी पुरानो पाइहाल्यौँ पुरानो पायो नभए हामी नयाँ बुनेर भए पनि फ्युचरमा चाहिँ अब अहिले नै हाम्रो नानीहरूले त्यो घरको चलाउँदैछ भए पनि उहाँहरूले चिन्दैन तर अब अहिले बनाएर चाहिँ पछि त्यो फ्युचरमा त्यस्तो नहोला त्यसको सेम्पलहरू छ हेऱ्यो बुन्न लगायो राखेर चाहिँ अनि अब त्यसको कन्टिन्यू चाहिँ बस्छ अब हाम्रो मान्छेकोमा तपाईँ हामी जस्तोले पो हिसाब गरेर गर्दाखेरि यति हामी नोक्सानमा डुबिरहेछ भनेर अब भन्न सकिन्छ नि गाउँ बस्तीको मान्छेहरूले बिचरा जति पनि हिँडिरहेको छ भए पनि महँगो छ भए पनि किनेर ल्याएर मतलब पाइन्जेलसम्मको पुगिन्जेलसम्मको दुःखलाई बोकेर बसिरहेको छ तर अब खास हामीले दुःख चाहिँ के पाएको छ भने चाहिँ उहाँहरूकोमा अब त्यो
उयो नै छैन किनभने अब कसलाई चाहिँ भन्नु सबै त त्यस्तो भइरहेको छ अब हामी चाहिँ यो एउटा जुन चाहिँ समयमा अहिलेको यो अब समयले यस्तो खालको आधुनिक युगमा डरलाग्दो मतलब इन्जिनियर त्यस्तो खालको अब आइडिया भएको त्यस्तो खालको हुँदाखेरि पनि हामी ब्याक अझै हामी 1977-8तिर पनि हामी जलङमा हिँडेर हिँड्थ्यो त्यही समय नै देख्यो फेरि पनि त्यही गएको त्यही समय नै आएको चाहिँ अब के कसलाई भन्न जानु होइन फिल चाहिँ त्यस्तो छ हामीलाई अनि बाटो पुर्यायो गभर्मेन्टले नपुर्याएको होइन गभर्मेन्टले चासचुसका कहाँनिर बाटो बनायो तर एकदमै कम्प्लिट उयो चाहिँ हेर्नु पाएकै छैन अब यो त सपोज यो मेन लाइन भयो अरे सङ्कलाङदेखि अब बेसम्मको भयो अब बेदेखि पेन्तोङसम्म पुग्यो बाटो अब यो बाटोमा यहाँबाट गयो लिङथेम पुग्यो उता परबाट गएर चाहिँ लिङदेन 11 भन्ने जग्गासम्म बाटो पुग्यो तिङबुङ गएर चाहिँ माथि अब कुसुङसम्म पुग्यो एकदम मेन लाइनमा पुग्यो नि त्यहाँदेखि अब गाउँठाउँमा अलिक दुःखले हिँडिहाल्छन् तर त्यो पुग्ने जग्गामा वन्स एकताल बनाइसकेपछि त्यहाँदेखि फेरि चाहिँ हुँदैन पानी ज्यादा पर्छ बगरै बहिरहेको हुन्छ मान्छे पनि तर्नु मुस्किलले हुन्छ गाडीको त कुरै आएन त्यसले गर्दाखेरि अब कतिजनाले भन्छ हामी एकदम ब्ल्याक कोट लगाएर चाहिँ यस्तो बनाउँछु त भन्छ नि तर के गर्नु एकताल ब्ल्याक कोट विन्टरमा गर्ला समरमा फेरि जैसे भइहाल्छ अब एकमा हामीले अरूलाई दोस्याउनु पनि होइन के अरे हाम्रोमा ज्यादा पानी बल पहिरो चाहिँ बेसी गइबस्छ तर त्यस्तो हुँदाखेरि पनि त ठाउँ ठाउँमा त कतिवटा ठाउँमा त अब राम्रै हुनुपर्ने हो खासमा त्यो पनि छैन त्यसले गर्दा अहिले जुन चाहिँ रफ बाटोमा हामी कुदिरहेको छ अब यो बोर्डर रोड छ भनेर अलिअलि कार्पेटिङ ठाउँ ठाउँमा हुँदैछ मतलब यो सिलिम्बकेलमा पहिला त्यस्तो थिएन अब त्यो बनायो उहाँ आर्मी र ग्रेपले बनाएको छ तर हाम्रो अब सिक्किम गभर्मेन्टको अन्डरमा जति भएको पिडब्लुडीमा भएको आरडिडीको उसमा भएको बाटोहरू चाहिँ अलिकति नपुर्याएको होइन चासचुस गरेर यो मेन लाइनदेखि अरू ठाउँमा अब बाटो पुगिएको पनि छ त्यहाँदेखि बनाउँदै पनि छ तर गाडी चाहिँ छिर्दैन फेरि मेन लाइनमा दुःखसुखले छिर्छ हो अब त्यो त्यस्तो खालको एउटा बाटोको घाटोको त्यस्तै छ अर्को कुरा चाहिँ यो जलङले पुलले गर्दाखेरि चाहिँ अरू त होइन ज्यादा मात्रामा हामीलाई यो सङ्कलाङको ब्रिजले चाहिँ एकदमै हामी साँच्चै नै कति वर्ष पछाडि गएको जस्तै फिल भयो मङ्गन गयो अर्को ट्याक्सी रिजर्भ गर्नुपर्ने उम्बु जाँदा गोटामा गयो फर्केर आउँदा रिजर्भ लिएर आउँछ 300 रुपियाँ एउटा सानो ब्याग तार्नु पनि लेबरलाई तार्नु चाहिँ 100 रुपियाँ दिनु पर्यो त्यहाँबाट फेरि यताबाट आएर फेरि भाडा कति लाग्छ त्यहाँ चढ्नु पर्यो त्यो पनि अब कोही बेला गाडी पाउँछ कोही बेला पाउँदैन कोही बेला पुरै अब मतलब मान्छे ज्यादा हुन्छ अनि सामान त्यसरी गएर सामान त अब बजारमा जस्तो रेट छ त्यस्तैमा हुन्छ तर हामीले यसरी आउँदाखेरि चाहिँ सपोज मङ्गनदेखि सङ्कलाङ वारी तार्नु मात्रै हामी 400 रुपियाँ 500 रुपियाँ लाग्छ एउटा बारीको हिसाबले हो भने त्यसरी भयो त्यहाँदेखि अन्त अब जङ्गुमा गाडी हुनेहरू अब गाडी यहाँनिर कुद्यो बिचरा गाडी हुनेहरूको गाडी केही बिग्रियो भने फेरि माथिबाट के अरे फिटर ल्याउनु पर्यो उसलाई भाडा दिनु पर्यो यहाँनिर बनाउनु पर्यो फेरि उसलाई फेरि गाडी भाडा दिएर पठाउनु पर्यो तेल एउटा ल्याउँदाखेरि पनि माथि मतलब अब 10 लिटर तेल ल्यायो भने 400 रुपियाँ त भरिहाल्यो पम्पमा हामीले 10 लिटर तेल किनेर पम्पको रेटमा हामीले किन्नु पायो तर त्यहाँबाट यहाँ आउनुको लागि 500 रुपियाँ 400 रुपियाँ चाहिँ एक्स्ट्रा लागिहाल्छ फेरि त्यस्तो खालको दुःख अब अहिलेसम्ममा त्यही भइरहेछ अब बाटोघाटो छ भए पनि फिनिसिङ राम्रो छैन तपाईँको अब यो मन्तामले जब 2016मा त्यो भयो हुँदाखेरि त्यो मन्ताम एरियामा धेरैजनाले अब त्यो मेरै गाउँमा भएको हो मन्ताम एरियामा कतिजना मान्छे थियो र कति पनि त थिएन तर कट अफ चाहिँ के भयो भने चाहिँ सेक्योङ पेन्तोङ लिङदेम आदि त्यहाँदेखि तिङबुङ 2टा जिपियु 3टा जिपियु भनौँ 3टा जिपियु यति साह्रो कट अफ भयो त्यति बेला जस्तो भयो अहिले गाडी खोलेर पनि
बेसी होइन 3 महिना 4 महिना मात्रै चाहिँ डाइरेक्ट हिँड्नु पायो, नभए अहिलेसम्म त्यस्तै हो। न त पुल छैन, बनाइसकेको छैन, न त बाटो राम्रो छैन। कोही बेला खोला भरिहाल्छ, पुल बनाउने ठाउँ पाउँदैन, फेरि पानी छिटो परेर अप्रिल मे त अब होइन, मार्च अप्रिलभित्रमा मात्रै हिँड्नु पाउँछ। त्यहाँदेखि फेरि त्यो फलाम हटाउनु पर्यो, राख्नु पर्यो। त्यसको लागि फेरि डिपार्टमेन्टलाई बनेर फेरि सेङ्सन गराएर हुनु पर्यो। बनाउनेहरूले पनि त्यो पैसा पाउँदैछ कि पाएको छैन कि त्यस्तो पनि मतलब दुःखै छ हो। अनि जस्तो 11मा अब त्यो 11देखि पारिको पुल अहिले एउटा मतलब बनाइसक्यो अहिले। त्यसमा अब एकदमै सबैजना खुसी छ। तर अब त्यहाँनिर के छ भने त्यो 11देखि अलिक तल गएपछि चाहिँ त्यो एक साइडमा चाहिँ सिङ्किङ एरियामा त्यस्तो खालको छ। अब त्यसमा पनि भरोसा अब त्यति साह्रो उयो गरेको छैन। बिचरा अब बनाउनु त बनाइदियो, जसो तसो गरेर अहिले बनाइरहेछ। त्यो पनि पुरा घुमेर लिङ्देम 11 भएर चाहिँ यता लिङ्जा जानु पर्यो, नभए चाहिँ पुरा सिधा थियो। त्यो भयो। अर्को चाहिँ तपाईँको त्यो जुन चाहिँ काइम भन्ने जग्गामा ब्रिज बनाउँदैछ, त्यो ब्रिजलाई धेरैजनाले ऐना जतिकै हेऱ्यो हो, कहिले बनाइसक्छ होला भनेर भयो अहिले पनि छैन। त्यो जति सेङ्सन भएको पैसा सकिहाल्यो। अब अहिले हामीले सुन्नुमा आउँदाखेरि अब कति थप्दाखेरि चाहिँ हुन्छ, त्यो चाहिँ अब मतलब अब प्रपोजल मतलब हुँदै रहेछ। अब काम गर्नु अब साह्रै हुन्छ, किनभने कतिवटा टाइममा त्यो बनेको जस्तो सामान पुर्याउन सक्दैन। प्रब्लम त्यो छ। जङ्गुमा चाहिँ तपाईँको दुःख लाग्दो चाहिँ त्यही नै हो कि जब बाटो बनाइसकेपछि कम्प्लिट हुँदैन। अब कम्प्लिट भएर भत्केको छ भने त्यसलाई मर्मत गरेर हिँड्नु, त्यसमा अब खर्च कम्ती नै लाग्छ भनौँ। त्यहाँबाट अब गएर चाहिँ मेन बाटोदेखि गएर चाहिँ अब सानो सानो बाटो पसेको छ नि, त्यस्तो बाटोमै ज्यादा दुःख पर्ने मान्छेहरू बसेको हुन्छ। त्यो बाटोहरू अब रफली गएर खनिदियो, अब फेरि फिनिसिङ चाहिँ छैन। अब त्यो पनि कोसिस त भयो, तर किन चाहिँ अब के कारणले चाहिँ यो हुनु सक्दैन रहेछ भन्ने कुरामा अब त्यो चाहिँ अब डिपार्टमेन्टलाई नै याद हुन्छ। अब त्यो हो कम्प्लेन गर्ने जङ्गुको तर साह्रो सिधा हो भनेर भन्छ नि हामीलाई शरम लाग्छ। कम्प्लेन चाहिँ कति गर्नु, कहाँ चाहिँ गएर गर्नु हो। अब भन्दा हामी कोही बेला हामी आफै रिस उठेर आउँछ। अब कोही बाहिरको मान्छेहरू आउँदाखेरि तातो पानी जान्छ लिङ्देममा, जङ्गुको मान्छेहरू बोल्दैन कि क्या हो बाटो चाहिँ भन्छ। अब यहाँ हामीले उहिलेदेखि हामी त्यही जोएर आएको, मतलब ट्याक्सी छैन, प्राइभेट गाडी किनेको छ। प्राइभेट गाडीमा चढेर जाँदै बाटोमा गएर टायर पम्चर हुन्छ। त्यो बनाउँदै गर्नु कसैको घर स्प्रिङ बाँचेर बसिरहेको। तपाईँको अङ्मु पिआई मङ्गनमा उहाँ एसडिपिओ के हुँदा पिआई, उहाँ पिआई भएर आउनु भएको टाइममा अब मान्छे हेर्दाखेरि छुच्ची, तर हामीसँग साह्रो मिल्ने। जङ्गुमा चाहिँ जङ्गुको गाडीलाई चाहिँ कन्सिडर गर्नु, खुम्रङ पस, टाउको चाहिँ बाहिर ननिकाल, टाउको चाहिँ गाडी भित्र लगाऊ, बाहिर झुन्डिनु भन्नुहुन्थ्यो हो। अन्त त्यसो गरेर चाहिँ हिँड्थ्यो। आउँदा कोही बेला बाटोमै फेरि स्प्रिङ बाँच्छ के हुन्छ, त्यसो गरेर प्राइभेट गाडीहरूले बोक्थ्यो, हिँड्थ्यो। बिस्तारै अब बाटो राम्रो हुन्छ भने बाटो अब बरु अहिले यसो हेर्दाखेरि काजीको टाइममा कार्पेटिङ गरेको रोडहरू अझै देख्नु पाइरहेको हुन्छ। त्यो चाहिँ अब हामीले देखेको एउटा दुःख पकाएको जस्तो अब त्यस्तो मात्रै हो कि, तर अब पहिला हेरेर धेरै नै राम्रो भएको छ नि। तर त्यति नै हो, अझै मान्छेलाई सुविस्तासँगले राम्रोसँगले चाहिँ हिँड्नु पाएकै छैन। अब त्यसो हिँडिदियो बाटो राम्रो भएन, हाम्रो टाइम एकदमै कम्तीमा हामी छिटो कामहरू गर्नु सक्छ। अनि सामानहरू ल्याउन हामीलाई सस्तो हुन्छ। अनि दुःख मेन चाहिँ अब दुःख हुँदाखेरि नि बिचरा गान्तोक हस्पिटलमा एकजना मान्छेको डेड बडी लिएर आउँदै त्यो गाडी पनि कस्तो जग्गामा अब त्यस्तै मान्छे भएर मात्रै पुर्याइदिएको, नभए त हिँड्नु मान्दैन।
अब त्यो पनि थियो अब बिमारीहरूलाई चाहिँ यो साह्रो हो नि त यस्तो बिमारी साह्रो यो हुँदाखेरि चाहिँ अब तपाईँलाई कुनै यस्तो याद छ जहाँ चाहिँ कसै बिमारी यो बाटोले गर्दा कसैको ज्यान गएको कि साह्रो परेको त्यस्तो थुप्रो भएको छ थुप्रो भएको तपाईँको अस्ति एउटा पोहोर एउटा थलुङ गुम्पाको चाहिँ अब भिलेज गरे जस्तो हो थलुङमै बिमार भयो थलुङदेखि बोकेर बिहे पुर्यायो बिहेबाट बोकेर मतलब जनालोमा बोकेर नै थलुङदेखि चाहिँ बिहेसम्म बोकेर ल्यायो बिहेसम्ममा लिएर आउँदाखेरि मान्छे अब ठिकै छ जस्तो माथि कस्तो बिमारी थियो त्यस्तै अनि अब म हिँड्नु सक्दैन बोक्नु भनेर चाहिँ बोकेर त्यसरी लिएर आएर चाहिँ गाडीमा लिएर आएर चाहिँ यो मन्तामको ब्रिज त्यहाँबाट फेरि यता तर्नुपर्ने त्यहाँ बोकेर तर्नुपर्ने त्यतिमै डेड भइहाल्यो खालि यहाँ लास मात्रै हस्पिटलमा ल्यायो हो बुढाबुढी मात्रै छ ड्राइभर र एकजना भाइ थियो त्यति छ अन्त त्यसो गरेर फेरि यहाँबाट फर्काइदियो अब पहिला मन्ताममा त्यो लेक फर्म हुँदाखेरि अब अहिले त त्यो दुःखहरू बिर्स्यो नि जोक्स गर्छ नि हामी त यहाँ बसेर उहिले कथा भन्थ्यो नाउँमा चढ्यो अरे कुनै केमा चढ्यो भने हामी त यहीँ चढ्नु पायो भन्थ्यो हो त्यो दुःखहरू सबै बिर्स्यो त्यो चाहिँ हो तर कस्तो दुःख भएको थियो त्यति बेला डेड बडी पनि त्यस्तो नाउँमा बोट बनाएर ठुलो बोट बनाएर त्यसरी हेलमेट माने बोट बनाएर चाहिँ त्यसमा निकालेर धेरैजनाको त्यस्तो भयो अनि बिस्तारै बिस्तारै अब त्यसो भएर फेरि बगर भइदियो अब मैले चाहिँ जहिले पनि भन्यो समर आएपछि चाहिँ मान्छेहरूले चाहिँ गुनासो बेसी गर्ने रिसाउने गभर्मेन्टलाई दुःख पकाउने पञ्चायतहरूको माथि दुःख पकाउने हुन्छ एकलाई नराम्रो हुन्छ जब विन्टर लागेपछि चाहिँ खुसीले पिकनिक बगरमा खेलिरहेको हुन्छ त्यो बिर्सिन्छ भने त्यस्तै हुन्छ नि त अब के गर्नु होइन अब यो यहाँ तलको यो जुन चाहिँ हिजो हामीले यहाँ पब्लिकले बनाएको भने ड्राइभरले पनि त्यहाँ त हामीले कति खेप बनायो यहाँको गाउँलाई उठेर सिमेन्ट किन्यो काजा किन्यो इभन डिपार्टमेन्टकोहरूलाई गाली पनि गर्यो पब्लिक नै निस्केर 2-3 पल्ट बनाएर त्यो सिमेन्ट लगाएर चाहिँ हामी आफै बनाएको अब त्यो कन्ट्र्याक्टरलाई दिएको छ अब अहिले हाम्रो भनाइ चाहिँ त्यो जिरोदेखि चाहिँ जहाँसम्म नयाँ कटिङ छैन त्यहाँसम्म चाहिँ तपाईँहरूले कार्पेटिङ गरिदिनु भन्यो गऱ्यो अलिअलि ठाउँमा फेरि अब त्यहाँनिर के अरे यो गिटी पेल्ने के भन्छ क्रेसर मेसिन राखेको छ त्यहाँ बिहान यहाँनिर टिप्परहरू आउँछ लाचुङ लानुलाई त्यही टाटाहरूले त्यो कार्पेटिङहरू पनि सबै उडाइदियो त्यो माथि आएको थियो हामीले बनाएको पनि अब अलिक दिनमा त्यो भत्किन्छ त्यो छाँगा झर्ने ठाउँमा त्यहाँदेखि माथि गएर यो मन्ताम जाने बिचमा चाहिँ त्यो आधी बाटो जहाँबाट चाहिँ नयाँ कटिङ गर्ने चाहिँ नयाँ कटिङले गर्दैछ त्यो पुरानो बाटो पनि पिडब्ल्युडीको अन्डरमा छैन भनेर त्यहाँ फेरि त्यतिकै अब लत्तामा छोडिदिएको छ मान्छे त्यहाँ पनि फेरि मुम्बईकै पब्लिकहरू निस्किएर सिमेन्ट किनेर लगाएर त्यसो गरेर चाहिँ बाटो बनाएर चाहिँ हिँडिरहेछ अब खासमा अब पिडब्ल्युडी ठुलो डिपार्टमेन्ट हो पिडब्ल्युडीकोले अब रिपोर्ट गरेपछि यहाँ बाटो बनाइदिनुपर्छ भनेर अलिअलि कति चाहिँ लाग्नुपर्ने त्यो निकाल्नु पर्ने नि त्यो चाहिँ छैन पब्लिकले नै बनाएर अहिले हिँडिरहेको छ अब ठाउँ ठाउँमा पिडब्ल्युडीको लेबरहरू छ उनीहरू मैले त पहिला पनि भनेको नाम्फेकदाङको इस्युमा नाम्फेकदाङमा इन्ट्री पोइन्टमा चाहिँ प्राइभेट थियो प्राइभेट ल्यान्ड थियो उहाँहरूले खोलामा लगेर तल फरेस्टले मतलब पट्टा दिएर उहाँहरूले पर्मिट दिन्छ त्यो बगरदेखि माथि नाम्फेकदाङको जाने बाटोसम्ममा आउनको लागि प्राइभेट ल्यान्ड थियो उहाँहरूले त्यो टिप्परहरू हिँड्ने त्यो गिटी बोकेर हिँड्नु जानुको लागि चाहिँ त्यो प्राइभेटकोले चाहिँ अब कति उहाँहरूले खन्नु लगायो खन्यो अनि जसको एरिया पर्यो त्यसमा अलिकति कोइरी खोल्यो उहाँहरूले अलिकति अब पैसा देख्नु पायो तर त्यहाँ के भयो भन्दाखेरि चाहिँ हामीले भनेको यो नाम्फेकदाङ डेन्जर छ अब यस्तो यस्तो हुँदैछ कोइरी चाहिँ ननिकालौँ भन्ने कुरा गर्दाखेरि धेरै इस्यु भयो होइन हामीलाई गरी खानु दिएन त्यस्तो भन्ने पनि छ अनि अब यस्तो नगरौँ यसो यसो गरौँ भनेर सल्लाह दिएपछि हुँदैन फरेस्ट डिपार्टमेन्टले दिइसकेपछि अब
म त जहिले पनि त्यही भन्ने गर्छ अब कतिवटा कुरामा चाहिँ क्वेरीले गर्दाखेरि ठाउँ बिगारेछ नि गाउँठाउँ बिगारेको छ जताभावी दिनु भएन अब भन्नु त क्वेरीको बारेमा हामीलाई त्यति साह्रो ज्ञान छैन अब रुलमा के छ कसो छ जेसिबी लगाउनु पाउँदैन अरे खोलामा पर पसेर ढुङ्गा उठाउनु पाउँदैन अरे भन्छ अब पर्मिट दिने नै तल खोलादेखि लिएर गएर माथि हिमालसम्म उहाँहरूकै हो हाम्रो त केही होइन आफ्नो बारीमा पनि खोला गुमेर यहाँ आएको छ भने त्यो मेरो बारीको ढुङ्गा गिटी बलुवा पनि उहाँहरूकै हो हामी पाउँदैन हो पर्चामा त छ नि हाम्रोमा नाम छैन लास्टमा चाहिँ केही पाउँदैन हामीले हो अब यो कतिवटा बाटोमा हिजो मैले भने नि माथि माथि बोर्डर रोड छ तल तल ड्याम छ ड्याम जति बढेर आयो सुकेर एकताल गइसकेपछि बाटो सबै तल झर्छ त्यस्तो चाहिँ अब त्यो बोर्डर रोड लाइन मात्रै नभएर यता पनि बाटोको मुनिहरू कतिवटा ठाउँ कच्चा जग्गामा कैरी खोल्यो भने कैरी निकालेर पानी पस्यो भने त्यो बाटो दबेर गइहाल्छ त्यस्तो पनि भएको छ यहाँनिर अनि त्यो चाहिँ हामीले बन्द गरिदियो निकालेन अब त्यो नाम्फिकदाङहरू त्यो माथिको मन्तामकोहरू चाहिँ अब पाइयो थुप्रै छ त्यहाँ तर यो त्यसरी दिनमा छहरा टाटाहरू त्यस्तो खालको हिँड्दाखेरि त बिहानदेखि हिँड्दा बेलुकासम्ममा हिँड्दाखेरि त अन्त बाटै राम्रो हुँदैन किनभने बाटोमा सानो खालको बाटो छ नि त सानो बाटो हो ठुलो गाडी हिँड्ने बाटो छैन त्यो भयो अर्को एउटा चाहिँ तपाईँको अब काम गर्नेले पनि कहाँ अब त्यो पक्का कामको त कुरै आएन अब त्यहाँ त सबै लागि परेको हुन्छ भन्नु पनि भएको छैन अब हामी आफै पनि त्यस्तो ठाउँमा पुग्यो भने सायद त्यस्तै हुन्छ कि भन्ने जस्तो लाग्छ सजिलो उहाँहरूलाई हामीले नराम्रो भन्नु पनि छैन तर भए पनि अब पहिला हाम्रो यापसिङ एसपीले भन्नुहुन्थ्यो हाम्रो त बाटो ठिक छैन यस्तो यस्तो भयो भन्दाखेरि त अन्त उहाँले हामीलाई हाम्रो जवाफै गाडी त छिर्दैछ होइन मात्रै भनिदिनु भयो गाडी त छिर्दैछ होइन भने अब छिर्दैछ नि तर गाडी छिर्दा चाहिँ कस्तो खालको चाहिँ दुःख थियो हो अब त्यो 1986-87मा जस्तो बाटो कन्डिसन थियो अहिले पनि त्यही छ हेर्दाखेरि मलाई चाहिँ अचम्म चाहिँ त्यही अघि कुरा मन्तामको नि 2016 अब 10 वर्ष यो सालमा 10 वर्ष हुँदैछ त्यो अहिलेसम्म बनेको छैन त्यस्तो त अब भन्ने ठाउँै छैन कति के अनि झन्डै 2000 तपाईँको यो हाम्रो मञ्चलङको झन्झनै सँगसँगै हो अब मञ्चलङको प्रोजेक्ट सानो हो अनि के भन्छ अलिकति अब सरदार कन्याहरू भएर गभर्मेन्टसँग राम्रो होला के होला त्यसले गर्दा कन्टिन्यू भएको अरू ठाउँको त कतिवटा त पुरै बन्द भएको छ अब अरू ठाउँको छोडेर हाम्रो मन्तामको चाहिँ अब त्यो हामी जस्तो मान्छेले त्यो पुलको कस्तो के ढिलो भयो छिटो भयो भन्न पनि मिल्दैन अब त्यो कस्तो प्रकारले बनाउने कतिको के बनाउने भन्ने पैसा कति भएको छ अब त्यो हामीलाई त्यस्तो खालको चाहिँ होइन तर काम चाहिँ खासमा चाहिँ अब यति टाइम चाहिँ नलाउनु पर्ने हो छिटो हुनुपर्ने हो अन्त कराउँदा त्यो एउटा ह्याङ्गिङ ब्रिज बनायो मान्छेहरू त्यहाँ हिँड्यो कोही ठाउँमा अब सेङ्सन गर्यो काम थाल्यो त्यहाँ त्यो त्यतिमै रहिरहन्छ जस्तो अहिले सच्याङको बाटो त्यो त तपाईँको त्यहाँनिर त्यस्तो वीर पहरा काटेर गएर चाहिँ 3वटा खोला नागेर जानु पर्यो त्यो कहिले पुर्याउने अब त्यस्तो भन्दा बरु पेन्तोङकै बाटोलाई चाहिँ टिङबुङदेखि गएर बनाउनु त बनाउँदैछ अहिले बनाएर लगेर चाहिँ अब त्यो बेको ब्रिज अब छिटै सायद बनाउँछ होला त्यो अहिले बनाउँदैछ त्यसमा हाम्रो एकदमै गुनासो छैन त्यहाँदेखि पेन्तोङमा पनि बाटो राम्रै छ त्यो त अस्ति हामीले पनि 2-3 खेप गएर चाहिँ बाटो राम्रै बनाएको छ त्यसमा केही छैन तर अब पेन्तोङ पुगेपछि चाहिँ त्यो सच्याङको लागि चाहिँ त्यो ब्रिज बनाउँदैछ नि जुन चाहिँ अब त्यो भएपछि खासमा ठिकै लाग्छ हामीलाई अब त्यो तलको बाटोदेखि माथि गएर कतिमा टेन्डर गर्यो के गर्यो त्यो त अब एउटा कथा बनेको जस्तो मात्रै हो त्यहाँबाट तपाईँको यो 11 लिङदेमको जुन चाहिँ 11 र लिङदेम 20मा एउटा 2टा वार्ड
2टा वार्ड छोडेर चाहिँ 3टा वार्डको चाहिँ बाटो राम्रो बनाएको छ अब यहाँ पिडब्ल्युडी मतलब स्टेट गभर्मेन्टकै त्यहाँदेखि चाहिँ लिङदेमको बिचमा त्यो काइम बन्ने वार्डसम्ममा त्यो ब्रिजको लागि त्यहाँ बनाएको छ फेरि लिङदेमको बाटो पहिला जसो छ त्यस्तै नै छ त्यहाँ कार्पेटिङ छैन केही छैन हो धन्न त्यो एरियामा चाहिँ बेसी पहिरो जान्दैन त्यसले गर्दा चाहिँ अहिले लास्टिङ मतलब थामिरहेछ अब त्यस्तो खालको त्यो सानो त्यस्तो खालको जग्गामा अब जस्तो हाम्रो लिङथेममा कोही मान्छे गयो भने बाटो काचै छ उहाँहरूको लागि हामी पनि यहीँ गाउँकै भएर चाहिँ दुःखसुखले गाडी माथिसम्म जान्छ स्ट्याचु बनाउने ठाउँसम्म अब त्यो पनि पहिला सरदारले कसो कसो गरेर जिम्मा दियो डिपार्टमेन्टलाई डिपार्टमेन्टले खासमा पुरा कम्प्लिट गरेर चाहिँ बनाउनु लाउनु पर्ने हो कतिवटा ठाउँमा कालपात बनाएकै छैन राम्रो त्यसरी चाहिँ भइरहेछ त्यहाँ चाहिँ अब डिपार्टमेन्ट र सरदारहरूको बिचमा कतिवटा कुरा उहाँहरूले त्यो कम्प्लिट अब त्यो गरेर जान्छ अब यहाँ हामी लडजङ्गुमा यो जुन चाहिँ मेन रोडदेखि गएर जुन हामी हिजो आएको बाटो त हामीले सुन्ने कामै छैन अर्काले ब्रिज बनाउँदैछ बाटो अब ठुलो बनाउँदैछ त्यहाँबाट चाहिँ अब बस्तीमा पस्ने बाटोहरू चाहिँ राम्रो हुनुपर्ने थियो त्यो गोरको चाहिँ तपाईँले हिजो देख्नु पाएन कि त्यहाँ तपाईँ फोनमा बिजी थियो हो अब त्यो त्यहाँबाट पनि सर्भिस गान्तोक जान्छ 2टा गाडी बेलुका फर्किन्छ अनि मैले सोध्यो अहिले बाटो कस्तो छ भन्छ गाडी चाहिँ छिर्दैछ तर बाटो चाहिँ अब त्यस्तो गोर भन्ने जग्गामा गोर साङतुक साइयुङ